आदरणीय देश तथा विदेशबाट हेरिरहनुभएका सम्पूर्ण दर्शक महानुभावहरू स्वीकार म जनवादी गाई झन्कार बुढामाहरूको न्यानो न्यानो नमस्ते अनि अभिवादन। आज मसँग हुनुहुन्छ एकजना बुवा सुदूरपश्चिमका सुदूरमाथि टाढाका हाम्रो बाजुरा जिल्ला निवासी दल कडाराजी आजको कुराकानी गर्न मसँग आउनुभएको छ र उहाँसँग हामीले आज जातीय विषयमा जनयुद्ध सुरु हुनुभन्दा अगाडि कस्तो थियो र अहिले कस्तो छ भन्ने विषयमा हामी कुराकानी गर्नेछौँ। र सर्वप्रथम त दल कडारा हाम्रो आजको अतिथि बुवालाई नमस्कार छ। आराम हुनुहुन्छ बुवा? आरामै छ। कति वर्ष हुनुभयो? म अहिले अब 80 होइगएँ भने पनि लगभग 1 वर्ष छ। 1 वर्ष बाँकी छ 80 पुग्न। 80 पुग्न। अनि हजुरको बाजुरा जिल्लाको कुन पालिका कुन वडा बताइदिनुहोस् न। बाजुरा जिल्लाको सापटा गाविस पहिला सापटा गाविस वडा नम्बर 1 जोरुमा पर्छ। जोरुमा पर्छ। गाडी गएको छ कि छैन अहिले? गाडी गएको छ। अब त्यो खिसा गरेर खालि जहाँ आफूको सब पढ्ने टाउन त्यहाँका चट्टा जस्ताले हिमालय हाम्रा गाउँमा पसिया छैन। तपाईँ गाउँसम्म अझै पुगेन? गाउँमा गयो, रोड त जग्गा त हाम्रो मर्यो, गाउँभित्र गाडी पसेन। गाउँभित्र। अनि हजुर चाहिँ दल कडारा भनेर हजुरको नाम कडारा पनि एउटा के भन्नेले बिक परियार अथवा के भित्र पर्नुहुन्छ तपाईहरु? पहिला त हाम्रो विश्वकर्मा भन्ने यस्तो हुन्छ नि। पहिला त के हो भने खड्काको सन्तान हो। सुनार निदो बाजे खैने बेला पछि अब यो रुईबादीमा कहाँ के भयो कडारा भयो। कडारै भन्छन्। अब विकपन भन्दा होइन, अब इष्टमित्र पढ्याउ विकपन भन्दाछन् त बाजुरा जिल्ला पहिला जुम्ला जिल्ला थियो। सातु सामल गरेर पहिला जुम्ला जिल्लामा थियो बाजुरा। जुम्ला बाजुरा वरिए हो। बाजुरा वरिए यो जुम्ला जिल्ला यो कदै कुन्ना खोलादै पुरो जुम्ला जिल्ला पढ्यो। जुम्ला जिल्ला पढेर जुम्ला जिल्ला बस्यौँ। त्यहाँदेखि कि फेरि हाम्रा एक तबिलदार बड्डा भन्ने छिया उनीले र यो उहाँको राजकोटका त्यही उको नाम लाग गयो। त्यो माननीय भएको त्यो त्यही बाम्नको र हाम्रा ती तबिलदार बड्डाको त्यहाँ डिस्केस पढ्यो। उनको माना हुन दिएनन्। उनले परि जुम्ला त्यही भात तिकन राखे। त्यहाँबाट डिस्केस पढेर उहिले त्यहाँ त्यही कालीकोट जिल्लामा गयौँ। 1 वर्ष बस्यौँ। त्यहाँ डिस्केस हुने बेला उहिले काटेर धर्मदत्त उपाध्यायले काटेर तबिलदार बड्डाकन अब यो बिखडियो सन्तान रहेछ भनेर त्यहीले हुम्ला जिल्ला फालिदियो तपाईहरुलाई। यो हुम्ला जिल्ला फाल्ने बेला पछि तबिलदार बड्डा ने क्षेत्रमा आएर हुम्ला जिल्ला चाहिँ म बाजुरा जिल्ला मन्जुरी छौँ समावेश बाजुरा जिल्लामा गराइ पाऊँ भनेर यहाँ काठमाडौँ आएर उनले बाजुरा समावेश गराए। पछि बाजुरा सर्भिस भयो, बाजुरा जिल्ला पनि भयो हैन? बाजुरा जिल्ला पनि भयो। पहिला त छियो खालि 1-2 घर मात्रै छिया त्यो अड्डा हार्ने बेला बाजुरामा। अचेल तिराउलो बस्तीको हाम्रो जङ्गलमा छ। त्यहाँ गयौँ, बस्यौँ, 2-4 वर्ष चलायो। कोदिया धुलो लिएर सामल लिएर जाँदा थियौँ। अब तपाईँको बाजुरा जिल्लामा अब तपाईँहरू त्यसरी जानुभयो। नेपालमा चाहिँ एउटा ठुलो आँधीहुरी एउटा जनयुद्ध माओवादी युद्ध सुरु भयो। त्योभन्दा अगाडि तपाईहरुको बाजुरा सुदूरपश्चिमतिर अझै पनि अब यो जातीय विभेद अझै पनि छ। अनि
त्यहाँ तपाईँहरूलाई त्यो जनयुद्ध अथवा माओवादीले जनयुद्ध गर्नुभन्दा अगाडि तपाईँहरूलाई कस्तो थियो त्यहाँ जातीय छुवाछुत भेदभाव कस्तो थियो अलिकति बताइदिनुहोस् न पहिला। जातीय छुवाछात भेदभाव कस्तो थियो भने उनका बाहिर बसेर बहिनी भित्र नजान्दिने। हामी अब केही काम गर्नै गए पनि बाहिरमा दिने, हामीले खाएको भाँडो अलग राख्ने। यो सधैँभरि त्यो भाँडो चाहिँ अलग्गै राखिरहने नराख्ने। पछिल्लो पानी हालेर चोखिएर भित्र लिने। फेरि पानी हालेर चोखाएर भित्र लिने। चोखिएर भित्र लिने। छिटा फाल्दा सिया यो नाना वर्गको छुइया भने। तर अहिले अब सबै दैनिक गणपति भयो। अब उयो बेला मेरो सन्तानको क्या थियो भने त्यो घर ओद्या भने त्यो अक्को भयो भने कोही जस्तै भए भने हामी गएर भित्र चिन्ने उयो गर्ने काम चलाउने। तपाईँहरूले चाहिँ त्यति बेला तपाईँहरूको जस्तै बिष्ट भन्ने प्रचलन थियो त्यति बेला होइन? बिष्ट कमाउने भन्ने अझै पनि छ कतिपय ठाउँमा होइन? के गर्नुहुन्थ्यो? आरन चलाउने अथवा त्यो बजाउने अथवा कुन सिप तपाईँहरूले चाहिँ त्यति बेला गर्नुहुन्थ्यो काम? आरन लाइने छुट्टै छन्, लुहार छुट्टै छन्। एउटा सुन कुट्ने त्यो लुहार छुट्टै छन्। हामी कडारा भन्ने काम क्या गर्ने भने जति बेला बाजे खड्कादै खसिया खड्कादै खसिने बेला अब यो कडारा सेभ गरे। कडारा भन्ने त्यही हो। कडारा यो खड्काबाट उहाँले के अर्को सानो जातको बिहे गर्यो भनेर तल खसालिदिएको? तल खसालिदिएको। सुलादनीमा खसिने बेला तल खसालिदिए। तल खसालेर अब के गर्ने भने त्यो भित्र खाएको भाँडो नलिने, बाहिर छिटा हाल्ने, त्यस्तो भेदभाव थियो। सानो जातको छोरी बिहा गरे भने अब खड्काले भनेर उसले तल्लो जात बनाइदिएर उसको उपाधि चाहिँ कडारा। कडारा पछि कडारा बनियो। उनीहरू त्यस्तै काम गर्ने। अब कामीले काम गर्यो भने उनीको बाहिरै उ गर्ने, गोठमा सुताउने, त्यस्तै चालचलन हो पहिला। तपाईँको पालामा चाहिँ त्यति बेला एउटा त्यो भयो। अनि अरू चाहिँ के काम गराउँथे तपाईँहरूलाई? सानो जातको भनिसकेपछि अलि ठुलो जातका कस्तो काम गराउने, के काम गराउने? काम क्या गराउने त्यही बेला अब साना जातका कन हार गवार भनेर त्यस्तो लिएर हलो बाइदेऊ भन्ने, बाउसा खन्देऊ भन्ने, अन्त त्यस्तै काम गर्ने, काम लगाउने त्यस्तै काम गर्ने। उनलाई बाहाबेरी खाना भरेर काँचो खाना दिने। तपाईँहरूले काँचो खाना दिने ती काम गर्नेलाई त्यस्तै काँचो खाना दिने। त्यस्तै गर्दा छिया जब अझै माओवादी गयो आजकल त्यो काम पनि कसलाई गराउँदैनन्। अहिले गराउँदैन। अहिले नगराउने कोही चासो हुने मान्छे गर्ने, चासो नहुने आफ्नो खेती किसान गरेर खाने। माओवादीले गर्यो। अब गर्नलाई तल्ला जातिलाई पनि महिला दलितलाई पनि गरादा दियो, बोल्ने मुक्ति दियो। त्यो त सबै ठिकै गरेको थियो र तर माओवादीले लपाग्यो हामीलाई। प्रचण्डजीले अब उसले भनेको के हो भने बाँस घाँस कबास। अब नेका दुखी बोकी जनतालाई ठकनमा लिएर बसाल्छ भनेर उही बेला माओवादी त्यस्तै भाषण गर्दा थियो। भन्ने बेला हामीले अब यो एमाले पार्टी छोड्यौँ र खुरुक माओवादीमा आयौँ। अब ठुला नानु हुने सौकार ती माओवादीमा आएनन्। नहुने गरिब खोरिक्कै माओवादीले अब केही दिन्छ कि काहीँ बास गरिदेला, घाँस दिँदा भन्दो। अब हाम्रो अब यो खरडी पढ्यो, खरडीमा क्या छ भने बेला आराम भएको छ। अहिले कतिको छ तपाईँको गाउँतिर माओवादी? माओवादी मध्यल माओवादी छन्, मध्यल काङ्ग्रेस छन्, मध्यल एमाले छन्। त्यो त अब नयाँ शक्तिको अहिले त्यो योजना गएको नै। त बाजुरा जिल्ला अहिले भेडा भन्ने काम त्यही हो। अब बाजुरा जिल्ला भेडा भने त्यो क्या उठेको त्यो थापा उहीलाई भोट दिएनन्। अब जनगिरीलाई दिएर जनगिरीलाई जिताए। अब काङ्ग्रेसको अब भने बेलोबुट्टा भन्दा जनगिरीले जितिएछ बाजुरा जिल्लामा।
त्यसको मैले नाउँ लाग गयो त्यसपछि क्या भनेको हेमराज थापा भने क्या ऊ उठ्याएको उहीलाई टुस बनाया जनगिरीकन निकाल्या परिका नेता अरू टुस भ्या ऊ महावादीमा जनगिरीले जित्या हुने बेला बाजुरा जिल्ला भेडा भने नबुझ्ने रहेछन् नि भेडा रहेछन् भने अहिले ऊ विचार भन्दैछ कि अब भेडा नभन्देऊ 1-2 वर्ष लाग्दैन म सुधार्दैछौँ अब भेडा नभन भन्ने एक आइमाई त तलपुर तिरन खाँदी भ्या गर्दैछ त्यति पनि खिसा गरेर आएछ तर बाजुरा जिल्ला क्या भयो भने ऊ पल्लो भेग भयो ऊ पल्लो भेग गयो त्यहाँ बढी बाहुल्य त कसको छ बाजुरा जिल्लामा को बस्छन् बढी कुन जातिका बढी बस्छन् लोहारपन छन् अझै कामी जातिका पनि छन् रावलती छन् र सब हाम्रो त्यो अड्डा बहिनी बेला हाम्रो जङ्गलमा गए बसिया छन् अब त्यो कति वर्ष जङ्गल किन जानु भएको त्यति बेला जङ्गल किन बस्नु भएको सरकारको तल बाजुरा जिल्लामा साह्रो त्यो अड्डा बस्यो अड्डा बहिनी बेला अब क्या गरे उनले पैसा खाया हाम्रो लेककाठीमा बस्यो यो तपाईँहरूको त्यतातिर सुदूरपश्चिममा बाजुरातिर के छ हाम्रो यतातिर चाहिँ कस्तो छ भने यो दलितभित्र पनि के जातीय विभेद होइन अब थुप्रै जातिहरू दलितभित्र पनि अब जस्तै के भन्छन् विश्वकर्मा त्यसपछि लिएर तपाईँको अब यो अलि जस्तै सार्की त्यसै के यो चमार होइन पहिलाको भाषामा सबैभन्दा तलको चाहिँ तिनीहरू हुन् भनेर त्यो क्याटेगोरी गराएको छ कि त्यस्तो पनि थियो तपाईँहरूकोतिर थियो दलित भित्रै पनि अब कोही अलि सानो जाति अलि ठुलो जाति धेरै छ त त्यस्तो थियो खास अगेर अब हाम्रा बुबाका दिनमै सुनारकी र टुमटाकी कहाँ त डोली चलाउने अरू ती नाना जातिसँग नगर्ने अब केही जातीय भेदभाद केही छैन त पहिला त्यही त मैले पहिलाको किन गरिरहेको छु भने पहिला कस्तो थियो त अबका युवाहरू जो अहिलेका आछन् यिनीहरूले आफ्नो इतिहास पहिलाको इतिहास पनि बुझ्नु पर्यो भनेर अनि अब हाम्रोतिर यतातिर के छ भने यो दलित जातिलाई पहिला बसोबास गर्ने बेलामा गाउँको सबैभन्दा माथि राख्ने प्रचलन रहेछ कि यो के हो खास मैले अझै निहालेँ तपाईँहरूकोतिर छ कि छैन यस्तो त्यो गाउँको सबैभन्दा माथि दलितहरूलाई राख्ने त्यो चलन केही भएन जहाँ पाया त्यहीँ बसिया त्यहीँ बस्नु हो जहाँ पाया त्यहीँ बसिया छन् त्यो अघि त त्यो पनि भयो त हाम्रो बाजे अगर अबरी काँटामा त्यो राहलले लिएर बसाल्यो छ त्यस जग्गामा त्यो जोरुका जग्गामा त्यो राहल अगर बसिया रहेछ बहाल्ने बेला त्यहाँ हाम्रो बाजे त्यो कालामाता पढेर जान उत्तरनी बेला एकै बाजे रहेछ यो यसलाई नै यो काँडादेवीले सहन कि अबरी बसेको भनेर फेरि तली राख्यो त्यो पनि त्यो देवी देवता पनि नसौँदा भनिया छ तपाईँ जति बेला तपाईँको बुवासँग हुनुहुन्थ्यो तपाईँ अब युवा तन्नेरी हुने बेलाको त्यति बेलाको खेती किसान त्यति बेलाको अब यो छुवाछुत अब त्यति बेलाको जातीय विभेदहरू अब केही त बताउनु भयो तपाईँहरूको त्यहाँको दिनचर्या तपाईँहरूको दिन चाहिँ कसरी चल्थ्यो यो खाने उत्पादन गर्ने कसरी चलाउनुहुन्थ्यो त्यति बेला हामीले कतिपय बेलामा त सुन्ने गर्थ्यौँ जुम्ला हुम्लातिर पुरै भोकमरी पर्यो अरे भन्ने होइन सुन्ने गर्थ्यौँ उहिले सानो सानो हुँदाखेरि कसरी चलाउनुहुन्थ्यो जीविका त्यति बेला त्यही बेला जीविका अब जै देश अनाज निक्स्यो वही बेसाया गर्ने अब चाल भन्ने चिज मिल्दैनन् यस्ता गरी आजकलका जन जहाँ त्यो हुम्ला जुम्ला पुगेर बेसाया गरेर लिएर खाने के ल्याउनुहुन्थ्यो बेसाएर त्यही मकै अब जे त्यहाँ उत्पादन उत्पादन मकै कोदिया धान ज्या निक्स्यो त्यही गरी बेसाया गरेर ठुला भौमरीमा त्यस्तै गरी खायौँ पर्नुभयो तपाईँ त्यस्तो भोकमरीमा कहिले काहीँ पढ्याएको कति सालमा हो याद छ त्यो कति सालमा पो 22 सालमा हो कि एउटा 28 सालमा धेरै ठुलो भोकमरी परेको थियो अरे 28 सालमा हो 28 सालमा त्यही भोकमरीमा
कहाँ पुग्यौँ न कहाँ पुग्यौँ, त्यो हुम्ला जुम्ला पुगेर त्यसै गरी खायौँ। अब कहाँ आजकलका जना सामान मिल्दा भए नजिक हुने थियो, अचेल त अब केही न केही सामान मिल्दा। भोकमरी किन परेको त्यहाँ? उत्पादन नभएर हो कि खडेरी भएर हो कि खरेडी पर्यो, पानी नै परेन है? पानी नपर्नमा, खरेडी पर्नमा सिँचाइ जग्गा पनि अन्न निक्सिएन। थोकै पानीले थोकै प्रसम्मान हुने। अब सिँचाइ पनि हाम्रो देशमा पानी कम छ, ठिकै ठिकै छ बगर जिल्लामा थोका न। अरू बाँकी जम्मा त्यही पाबै जग्गा छ। अब त्यस्तो पानी नपर्यो भने त्यो भोकमरी भइगयो, भोकमरी हुने त्यहाँ। भोकमरी हुने। वर्षा आयो भने उल्का अन्न हो, फेरि राम्रो हुने। हुने त्यही आफ्नै उत्पादन गरेको अन्नले वर्षभरि धान्ने भयो भने धान्ने, भएन भने अब भोकमरी पर्ने। भोकमरी पर्यो, बेसा गर्नु पर्यो। सबैभन्दा तपाईँले दुःख पाएको समय कति बेला थियो तपाईँले जीवनमा चाहिँ अहिले यहाँसम्म आउँदाखेरि? यहाँसम्म आउँदा त भोकमरी जो त्यो 28 सालमा भन्नुभयो, त्यही भोकमरी काट्या त ताँदै परिमुख अहिलेसम्म त्यस्तो भइरहेको छैन। अब अहिले बेला सरकारले अब यो काठमाडौँ आएर यस्तो गरी बनाउँदासम्म हाम्रो भन्ने बाटै पनि छैन अझै पनि। अझै जनता राज भएर त्यही रोड 100 रोड पुगिएको छ। त्यही त म पनि एकचोटि गएको छु त्यहाँ कोल्टीसम्म, त्यति बेला बाटो थिएन, हामी हिँड्दै हिँड्दै गएको। 67-68 बाटो त अझै पनि बाटोघाटो काटिएको छैन, त्यो रोड मात्रै गयो। रोड गयो। अहिले जनतालाई यो कुसुविस्ता छ भनेर त्यो बाटो कटाउने त्यस्तो गर्ने कोही भलो मान्न पनि जागेन, कोही मोहबन्धु नेता पनि छैन। राम्रो नेता भएनन् त्यहाँ। राम्रो नेता भएन। राम्रो नेता भई अगर गई उहिले अब यो जनतालाई यो कुसुविस्ता छ यसो छ भन्ने मान्छ मिलेन। अब कोही उस्तै नेता भए पनि आजकलकै पनि मिल्यो भने ऊ आफू खाने भए जनतालाई केही नि। तपाईँको त अहिले कोल्टीमा प्लेन पनि जान्छ के होइन? पिलिङ जाँदो गाडी पक्की रोड पनि भयो। अहिले कोल्टीमा पक्की रोड आएको छ पहिलो। प्लेन एयरपोर्ट पनि पक्की भएको छ अहिले? एयरपोर्ट पनि पक्की भएको। तपाईँ यस्तो अब 1 वर्ष बाँकी छ 80 पुग्न भन्नुहुन्छ, त्यस्तो होला हाम्रो गाउँ ठाउँ पनि यस्तो होला भनेर कहिले सोध्नु भएको थियो कि थिएन तपाईँले जीवनमा? सोध्यौँ, किन खोज्यौँ न। यो हामीलाई सुविस्ता हुने जग्गा कहाँ होला? यो माओवादी पछि क्या लाग्यो, खुरुक्क माओवादी, गरिब जति माओवादीमा लाग्यो। अब बास कबास ठकान यस्ता ठकान नभएको लिएर उठाएर अन्ति मैदानमा बसालिदिने भन्ने बेला अब माओवादी त तराईमा लिन्छ कि कहीँ लिएर सुगममा लिकन बहाल्ने हो भने गरिब जतिका माओवादी। अब यी माओवादी भयो भनेर सारा एक भयो, बाजुरा जिल्लो सारो त्यो माओवादी अझै पनि लाग्नु भएको। बाजुरा जिल्लो त्यस्तै गरिकन बिग्रिया हो, माओवादी कम भया, अरू एमाले काङ्ग्रेस ती बढी भए। माओवादीले आफ्नो बनाउन सकेन, त्यहाँ हुन सकेन, खेर्पो गरिसकेन। अहिले पनि बेला एसी चुनाव थिए, यो के नाम कालीकोट जिल्ला खुरुक माओवादी आयो। तपाईँ पनि जीवनमा चाहिँ अब तपाईँ त पञ्चायती काल पनि भोग्नुभयो, राजतन्त्र पनि भोग्नुभयो। राजतन्त्र भोग्यौँ तर माओवादीमा गयौँ। मैले माओवादीका नाना केटा बोल्दा हामीलाई केही बोल्नै दिँदैनन्। यो माओवादी आएदै केटा भला हान्ने भए हामीले जानिया कुरो पनि गर्दैनौँ हामी। त क्या भयो भने यो माओवाद आएदै खाना पनि सुविकल भयो, नत्र त्यति माओवादीको फोर्स गई कहाँ पाल्ने थियो। ताँदै खाना पनि सुविस्ता भएको हो। तर थोक्कै क्या भयो भने प्रचण्डजीको यो क्या भयो भने घाँस कबास गर्छौँ भन्दामा त्यो पुगेन, अझै त्यो पुगेन। अहिले आधालाई पुग्यो। अब घरबाट आएर त्यो क्या प्रहरी भन्नुभयो पछिपल्ट आउने, पछिपल्ट आधा मिसेर त्यो लडाइँ ने हुने बेला पछाडि घरबाट आएछ या त उनलाई 5 लाख 6 लाख मिलेर उनले तराईमा बसोबास गरे। त्यही बेला समायोजन हुने बेलामा समाजमा हुने उनले पैसा पाएर आधा सेना भएकाले तिनले पैसा पाएर तराईमा बसिकन बसिएछ। उही बेलाको 5-6 लाखले पनि उनको बसोबास भयो, अचेल पो हुँदैन। त अहिलेसम्मलाई कलाकार अब
तपाईँ यो मेरो छोरो सुभाष अहिलेसम्म यति भुक्तसम्म तिमीले पनि त प्रचण्डजीलाई हामीलाई यो चाहियो भन्न सक्यौ न। उहिले यी कलाकार हुन्, यो देश दुनियाँ भेड्याउने यी कलाकार हुन् भन्ने थाहा प्रचण्डजीले पनि गरेन। अब कलाकार आउनेछ, जिल्ला कलाकार आउनेछ भने भाइ देश दुनियाँ खेलिदा आई माओवादीको बैठक छ भने पुरा लुक्त छिया। त्यति बेला कलाकार गए कि गएनन् तपाईँ गाउँतिर? जान्थे है कलाकार? धेरै आफ्नै छोरा कलाकार भएपछि त्यो धेरै गयो त। सपाटा गाविस, जुगुर गाविस, त्यो नाच खेल गर्ने बेला यो कैको छोरा हो त? हाम्रा जुगटेमी पनि भला भला मान थाल्यो कैको छोरा, यो जात कहाँको हो के हो भन्ने बेला यो हाम्रा दलकनरा छोरो भनाए। त्यति नाचिकन अब ने केही न केही यो कलाकारकन उहिले प्रचण्डजीले केही दिइसकेन। अब 12 पढेको छोरो छ, 12 पढेकी बुहारी छ, त तिनको रोजगारी गरिदिए पनि हुने थियो। अब त्यसले भनिसकेन, त्यो पनि भनेन। तर प्रचण्डजीको अहिले अब नयाँको भस्म गर्ने त पार्टी लाग्यो। त्यही त सबै टुटफुट भयो हैन? टुटफुट भयो। तर गर्नलाई त्यो जानिकन जय बेला आफ्नो सत्ता ल्याइकन आउने बेला गरिब गुद्दा ती दिउँला भनेको त्यो प्रचण्डजीको बोल पुग्या छैन। त्यो गरिब गुद्दाकन गाँस दिने, बाँस दिने भनेका जुवानले अहिलेसम्म आफ्नो सत्ता आउने बेला मैले यो भनेको छौँ भनेर ऊ पुरा गर्नुपर्ने उनले। त्यो अहिले कस्तो छ तपाईँको बाजुरामा? अहिलेको पहिला तपाईँ भोकमरी पर्थ्यो भन्नुभयो, भोग्नुभयो। अहिले पनि त्यस्तो भोकमरी पर्ने उत्पादनहरू? अहिले भोकमरी पर्यो भने छैन, पैसा कमाउने उपाय छैन। पैसा भयो भने अहिले जनता राज भएर केही न केही सरकारले त खास केही नगरिए ठहर्यो। अब जै बेला बहुदली निर्दलीय चुनाव पढ्ने बेला हामीले कर्णाली तर्फका जिल्लातर्फका मान्छेले खुरुक्क निर्दलीयमा दियौँ, सरकारलाई दियौँ। एकचोटि त्यो जग्गाको तिरो लाग्ने त्यो उठाएको अहिलेसम्म हामी भौपाका मान्छेले अहिले हम तिरिया नै। त्यो राजा बिरिन्दा पतारामा त्यो मलाई निर्दलीय सरकार माने बहुदलमा दिएरन् भनेर हामीकन तिरो अहिले हाम्रो लागि नै। तपाईँको आफ्नै नाममा सम्पत्तिहरू त छ नि गाउँमा? गाउँमा जमिन जग्गा भौपाको आफ्नै नाउँमा छ। त्यो भइ के गर्ने? रुनु पऱ्यो भने केही निक्सदैन। डिगो बासे पाल्नु कठिन हुँदो, पानी छैन, पानीको काहीँ मोहन भई कुलो ल्याउने ठकन पनि छैन। गाउँ गाउँमा घर घरमा धाराहरू आएको छ कि छैन अहिले? त्यही पनि पाएको छैन अहिले। त्यो के भयो भने 1-2 ठेटा बोका उन हाताव हन्नेती गर्नु पर्यो कि अब कल झगडा गर्नु पर्यो। पानी एकचोटि त्यो क्या उहिले पानी दियो र घर घर पानी दिने बेला अन्ति त अद्धका घर घर धारा छन्, नेता गतिला भए। हाम्रा नल्कीका ठुटा फालिया छन्, ठेडा हालेर पानी खान्छ। अहिले कस्तो छ त्यहाँ? अहिले त अब धाराहरू अब कतिपय अब समाचारहरू सुन्नमा आउँछ, अझै पनि छुवाछुत, धारा छुन नदिने, आफ्नै मूल हुने, मुहान हुने। तपाईँहरूकोतिर पनि त्यस्तो छ अहिले कि? त्यो नै अहिले धारा सबै जोगाए पनि भयो। धारा थी जोगया भयो, अन्त त्यो पानीका मोहनमा पनि जनै खाया पनि भयो। त्यो केही आजकल नै छुइ छोडो नै। अब यो माओवादी आएदै त्यो छुइ छोडो नै। माओवादी आएदै अद्धकन घरभित्र पसेर पनि खाऊ भने, बाहिरतिर नखाऊ भने भित्रै बस। त्यस्तो खानापिने भान्सा आम्नु अलग गर्ने भयो। तँ भित्र बस, भित्र खाऊ, यताउति गर भने। पहिलाको जस्तो भएन त्यो नै, अहिले पनि नै। तर एक छ हाम्रा यो जुगडमा जो ठकुरी छन्, ए राणाको सन्तान, ती भने अघि दैको छुवाछाट गर्ने अझै पनि गर्छन् तिनीहरूले है? गर्दैनन्। पहिला पनि गर्दैनथ्यो उनीहरूले। अझ ती छुवाछाट गरी नगर्ने। अब उनले झोला लिया छ, तब नास्ता अब केही रोटी पुरी सुरी त्यस्तो लिया छ भने हामीहरूको न समा भन्ने, खाने बेला हामी किन दिने, अब खाने। 啊哈， ल तिनीहरूको जात क्या छ भने उही बेला अब राणा शासनमा
यसै काम गरिदेऊ यस्तो गरिदेऊ भनेर गराउने काम लगाउने काम गराउने नातङ गरे। अरू जान्नु त त्यही जुगटेकै त्यही राणाकै सन्तान जान्दछ, अरू थरथपाले त गरिब गुद्दाको के रखसिन त केही नगर्ने। उनको मान्या भयो नमान्या भयो, ऊ रखसिन त गरी सक्दैनन्। तपाईँ अघि एकचोटि साहुकार भनेर अलिकति शब्द ल्याउनु भएको थियो। तपाईँको बाजुरामा साहुकार धेरै छन् कि गरिब धेरै छन्? गरिब धेरै छन्, साहुकार थोका छन्, थोरै छन् है। साहुकार कसरी भयो त्यहाँ? ती साहुकार कसरी भयो? जाउ बेला उइको बाजिया गतिलो भयो, काहीँ रोपनी थात भयो, त्यस्तै डिगो बाछो सर सम्पै आउर्या बाउर्या गर्ने अझै त्यो कृष्णबाट हुने खाने भयो। साहुकार भइकन न्युजा आधार साहुकार होइनन्। ऊ 1 2 4 खाट अन्न भयो भने अझै थोका तिना धन निक्स्यो भने अझै साहुकार भयो त्यति बेला होइन। अलिकति धेरै अन्न भयो भने 1 2 मुरी 2 4 मुरी होइन भयो भने अब उइकन हुने खाने गतिलो भन्ने भयो त्यति बेला। अब कोही अब 6 महिनै नै खानु नपुग्ने दलित गरिब भयो त्यो, ऊ गरिब। त्यो पनि लेखाया अब गरिबलाई। अहिले पनि त्यस्तो छ, कोही 6 महिना नपुग्ने छन्? त्यो छन् त, धेरै छन्। 6 महिना नपुगेर असले चामल गएदै चामल छिन्ने पैसा नपाएर पनि उधारा खाएका, किन्ने पैसा नभएर, छिन्ने पैसा नभएर उधारा खा। जो हुने मान्छे हाल्ने भयो, चामल हाल्ने भयो। उहिले पर 2000 कट्टाको हाल्यो भने अरू 3000 खाएका। बापरे बाप। हाल्ने अब नभयो भने त खानै पर्यो, त्यो गरी खाएका छन्। अझै पनि नहुने धेरै छन्, अझै है। हुने कम छन्, नहुने साह्रो, नहुने धेरै छन्। त सरकारले पनि अब लिएर गरिब गुद्दा यताउति अब त्यो भनेर हेरिया छैन। दिउँला भन्ने हेर्ने तोक्न तपाईँहरू त अलिक सस्तोमा पनि जान्छ त्यहाँ रासन, त्यस्तो केही छ? सस्तैमा जान्छ त्यहाँका गरिबहरूलाई भनेर होइन। गरिबलाई एकचोटि निःशुल्क भनेर बाजुरा जिल्लामा 2-3 कट्टा चामल दियो। काहीँ त्यही गरे। अरू गरिबको फाँदो फाल्टो अझै पनि छैन। माओवादीको कुरा एकै मैले साँचो माने। यो बैठकमा पनि आया, सुर्खेतसम्म बैठकमा आया, जो यी वैद्यबाट हुन् कि सिपी मैनाली हो, सिपी गजरियालवाला, सिपी बजेरले हो कि त्यही वैद्यबाट हो। ती चाहिँ बाजुरामा गए, बाजुरा साँपे त्यो सुर्खेतमा खोला सालगाडी खोलामा गइसक्यौँ। सारा ल्याएर त्यो केही काठमाडौँ कति 500-1000 बोरीकाठ लुगा सियाएछन्। काठमाडौँ लिएर यस्तै लुगा लगाउँछौँ हामी, कन केही खानु लाइनु नपुगी माओवादी भयौँ भनेर ल्याउने भनेर प्रचण्डजीले मान्ठान्टा लाएर सारा सुर्खेतमा आयौँ। सुर्खेत आउने बेला अझ ज्ञानीले त्यहीँ अझ गस्ती खटाएर परि लागिरहेछ। सुर्खेतकी महिलाले हे भाइ त्यहाँ त परि गस्ती लागेको छ, तिमी नजाऊ भनिन्न, परि अन्त सुर्खेत जान्दिनँ। तपाईँहरू त्यहाँसम्म आउनु है? सुर्खेतसम्म आयौँ त गस्ती हात। ती हाम्रा माओवादी भएका केटाले तिनीले ल्याए बनाएर जानमान मान्ठ जानुपर्छ भने आधा जानमान लुकिगए। 1 2 आयौँ हामी, 1 2 अन्त मकर त नगई हुँदैन भने जान्ने मानिस यस्तो गरेर काठमाडौँ पुग्नुपर्छ, जानुपर्छ भनेर 1 2 अरू आया। 1 2 4 जना आयौँ। एक हाम्रो रामबहादुर रावल आयो, एक म आएँ, एक बाहुनी मेरा सम्धी आया। अझै जान्दा 3 जना आयौँ। 3 जना आयौँ। अरू अझै छारो धुलो सारा आयो। मैले भने अझै त्यो कालीकोट जिल्ला आउने बेला बाबु म त अब हिँडि सक्दैन। आउनु भयो होला नि त, हिँडेरै त्यो गाडी थिएन होइन? गाडी कहाँ थियो त, भिड गौडो कस्तो त्यो भिडो पुडो बाटो, भिड गौडो केही छुट्टी छाट्टी त बाटै त काटिया छैन भने गाडी रोड कहाँ थियो भन्ने बेला बुवा थुनिकन बोकेर लिन्छु। तपाईँ जस्ता यस्ता बुझकारका मान्छे हामीलाई खेयो लाइने
तपाईँको बोकेर पनि हामी लिन्छौँ भने छोडेन। सुर्खेत पुग्यौँ, पछि सुर्खेत पुग्यौँ र हब्री आउँदै बाहाबेरी चाहिँ घोगाको भात खायौँ। त्यहीँ काङ्डा यतै छिया ती काङ्डा दिया ताका मान्छेले आउँदै त्यो घोगा भात दिएर त्यो भात डाँडो र घोगा भात हटाइसकियो। त्यस्तो बनाएको अन्त सकालेबेरी त्यो नेता ती गएर हब्री डाँडा लेकगाउँमा आयो भने यहाँबाटका नेता गएर तै भाषण गरे। अरूले त ठिकै ठिकै गरे, अरू गाउँकाले गरे, जग्गा गएका त्यति हुँदै जुगट गाविस्दै र सापटा गाविस्दै हुँदै त्यो उदो पलाटा हिमाली गाविस कति आयो सुर्खेतको खोलो भरिएछि। पछि त्यो भर्ने बेला डाँडा लेक गाउँ गयौँ र भाषण गरे। पछिपल्ट हुँदै ती सुभाष त नाउर गद्दुसी हो, ती नेताले पछिपल्ट कुरा गर्ने बेला अहिले देवी देवताको सुनाइ नगर्ने, देवी देवताका थान फाल भन्ने, देवी देवताको खरिखबरी नगर्ने, बिलाकको दोग गर्ने, त्यो गर्नेलाई हटाएका हौँ। यसो विषु भडाउने लाइकन आएका हौँ। त सब मैदान गर्ने, जातीय भेदभाव नगर्ने। भान्साथी मेरै छोराले पनि आएर मेरा भान्साथी खाँदैन भने अलग खानु पर्यो, त्यो गरिँदैन। भुल्छाल भैँसी गाईका बेरले फलालो हुने होइन, बाग्री भेडा साँडले फलालो हुने होइन। हुने कुरा हुने हो। अहिले विषु भडाउने लागेको हो भाइ बिनौ भने उनले। अरू माओवादी कमरेटो भन्दा छिया ती नेताले भाइ बिनौ यस्तै कुरा हो, यस्तै हो। त भुल्छाले देवी देवता पनि चलाउनै पर्छ। यो देवी देवता मान्ने ठकानो हाम्रो। देवी देवता पनि क्या भन्नु पर्यो, यो दोग छ भने दोग छ भन्नु पर्यो, दोग नभएपछिमा अस्थलमा ल्याऊ भन्नु पर्यो। असहिदो गरिकन म भलो गर्ला भन्नु हुँदैन। अब अन्तिममा अब अन्तिमतिर आइसक्यौँ हामी। अन्तिममा यदि माओवादी नआएको भए यो छुवाछुत यस्तै रहिरहन्थ्यो होला कि कस्तो हुन्थ्यो होला? रहिरहने अझै पनि भने त मैले उनकै मुखति पनि भन्दैछौ। एकै जोतो राजाको सन्तान भन्दाछन् हाम्रा त्यो उभा अवधि जुगनमा त्यो सन्तान भने छुइछहरू नगर्ने। यी अरू थर थपाले ती त अझै पनि छुवाछुत धेरै छ, अझै पनि छ। यो यति हुँदा पनि अझै पनि छ होइन? अझै यो माओवादी नआएको भए त झन् अब रहिरहन्थ्यो। यो रहिरहने माओवादीले गर्नलाई गर्यो। क्या भन्यो भने भाइ माओवादीका कलाकारले त्यहीसिमको सुर्खेत आउने बेला जति सरकार आए पनि गरिबको सरकार आउँदैन भन्यो। त्यही चित बुझेर अब म पहिला एमालिया गडगडा मान्छे हौँ, माओवादीको पत्रिकै लिएँ नै मैले। अब त्यही बेला मैले एकचोटि सदस्यमा लिएँ, एक पालामा सदस्य पनि अध्यक्ष पद पनि लिएँ। जै बेला बाजुरा जिल्ला नगरबहादुर शाह सभापति जिल्लाको हुने बेला बोटाल्न गयो। हाम्रो यो मिम्रोका छियो उइकन सदस्य राखौँ न हुने खाने मान्छे भनिकन म सदस्य बसुला भने मैले राखिया मान्छ। ऊ गाई अगर गएन पछाडि गएर जाँदै गएन, परि शपथ गर्न पनि गइदिएन। पछि हाम्रो ती तौलदार बड्डा छिया अनि उनले भने अब अध्यक्ष पनि तै सदस्य पनि तै, दुवैको खबर यही गर्ने भनेर गऱ्यौँ। त माओवादीले सदरी काम एकै गरेन, नत्र माओवादी आएदै यो चिज थिति थाहा धेरै भयो। हस् बुवा, नमस्कार। यहाँलाई धेरै धेरै धन्यवाद, आइदिनु भयो, आफ्नो कुरा राखिदिनु भयो, बाजुराको धेरै कुराहरू धेरै समुदायलाई सुनाइदिनु भयो। फेरि पनि यहाँहरूलाई हामी हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्दै जति पनि अहिलेसम्म यो भिडियोलाई हेर्नुभयो यहाँहरू सबैलाई हामी धन्यवाद दिँदै हामी पनि बिदा हुन चाहन्छौँ। हस्त नमस्कार।